फ्रिडम दिन जरुरी छ। एक्चुअलीमा त्यो नै हो साँचो माया भनेको। फ्रिडम दिनु भनेको दूरी बनाउनु होइन, त्यो भनेको एउटा ट्रस्ट हो, भरोसा हो। सो हामी मध्ये धेरैजनालाई यो लाग्न सक्छ कि यदि मैले फ्रिडम दिएँ भने चाहिँ कहीँ न कहीँ त्यो व्यक्तिले गलत गर्यो भने भन्ने लाग्न सक्छ। यदि साँच्चै गलत गर्ने व्यक्ति छ भने तपाईँले जतिसुकै रोके पनि गलत त गरिदिन्छ। आजको दिन रोक्नुहुन्छ, आज तपाईँको साथमा हुँदा तपाईँले कन्ट्रोलमा राख्नुभयो, भन्नुभयो र उसले गलत गरेन, भोलि तपाईँसँग नहुँदा त उसले फिक्स गरिदिन्छ होइन। साँच्चीकै एउटा व्यक्ति यदि लोयल छैन भने, सो तपाईँले लोयल्टी भनेको नि कसैलाई लोयल व्यक्ति बनाउन सक्नु हुँदैन क्या। त्यो भनेको ऊ खुद आफै हुने कुरा हो। लोयल्टी भनेको क्यारेक्टरबाट आउने कुरा हो, करेक्सनबाट होइन होइन। सो हामी कस्तो हिसाबले सोच्छौँ भन्दाखेरि चाहिँ यदि कुनै ठाउँ जाँदैछ भने आफ्नो पार्टनर हामी नजाओस् भनेर पनि सोच्छौँ कहिलेकाहीँ होइन। त्यस्ता कुराहरूमा हामी डर मान्छौँ, किनकि कतै त्यो व्यक्ति अरूसँग बोल्दैला कि या मलाई चिट गर्ला कि या त अरूतिर रिलेसन को बनाउला कि भन्ने हिसाबले चाहिँ हामी सोच्छौँ र हामी त्यसलाई केयर गरेको भनेर भन्छौँ कहिलेकाहीँ। त्यस्तो पनि हुन्छ हामीभित्र, बट त्यो केयर होइन। साँच्चीकै तपाईँ केयर गर्नुहुन्छ भने चाहिँ कस्तो हुन्छ भन्दाखेरि कुनै ठाउँ जाँदैछ तपाईँको पार्टनर भने त्यो एकदमै खतरनाक ठाउँ छ, राम्रो ठाउँ छ, डेन्जर ठाउँ छ भने उसको सुरक्षाको लागि उसलाई भन्नुहुन्छ तपाईँले कुन हिसाबले भन्दाखेरि यो असुरक्षित ठाउँ छ, डेन्जर ठाउँ हो, यस्तो ठाउँमा जानु हुँदैन भन्ने हिसाबले तपाईँ भन्नुहुन्छ। उसको सुरक्षाको लागि तपाईँ चिन्ता गर्नुहुन्छ, उसको सुरक्षालाई सोचेर होइन। तर तपाईँले यो हिसाबले भनिराख्नु भएको छ कि ऊ अरूसँग बोल्ला कि या त अरूसँग सम्बन्ध राख्ला कि चिट गर्ला कि धोका देला कि भन्ने हिसाबले चाहिँ यदि रोकछेप गर्नु हुँदैछ भने चाहिँ त्यो चाहिँ कन्ट्रोल हो, त्यो माया होइन होइन। त्यो भनेको चाहिँ तपाईँले उसको निर्णयलाई चाहिँ डिसरेस्पेक्ट गरेको भयो, उसलाई एकदमै पकडेर राखेको भयो, आजाद नदिएको, भरोसा नभएको भयो। यदि खराब व्यक्ति छ भने, लोयल व्यक्ति छैन भने उसले जति नै गरे पनि तपाईँले कन्ट्रोलमा राखे पनि तपाईँलाई चिट गर्छ, अरूसँग बोल्छ, अरूसँग सम्बन्ध राख्छ, फिजिकल हुन्छ, हरेक चिज गर्न सक्छ। रोकेर रोकिँदैन। आजको दिन रोक्नु होला, त्यो फेरि भोलिको दिनमा भइदिन्छ। सो हामी सोच्छौँ यदि मैले फ्रिडम दिएँ भने कहीँ न कहीँ उसले गलत गर्यो भने। गल्ती भनेको एक्सन बेस्ड हुन्छ। फर इक्जाम्पल भुलचुकमा कुनै कुरा भयो या त भनौँ कसैले सब्जी बनाउँदै गर्दाखेरि नुनको सट्टामा चिनी हाल्दैछ भने या हाल्न गइरहेको छ भने त्यो भनेको गल्ती हो, त्यसलाई सुधार्न सकिन्छ, सही बनाउन सकिन्छ, त्यहाँ नजिक उसलाई भन्न सकिन्छ यस्तो गर्नु हुँदैन भनेर। तर यदि कसैले तपाईँलाई चिट गर्दैछ, अरूतिर फिजिकल भयो होइन, तपाईँलाई धोका दिँदैछ, यानि अरूसँग बोल्दैछ भने त्यो त गल्ती होइन नि त, त्यो त भनेको त चोइस हो। त्यसमा तपाईँले सच्याउन सक्नु हुँदैन, उसलाई सुधार्न सक्नु हुँदैन, उसले चाहिँ सुध्रिनु पर्यो होइन। गल्ती भनेको त भुलचुकमा हुन्छ, गल्ती भनेको सेल्फ अवेरनेसको कमीले हुनसक्छ या भनौँ अरूतिर ध्यान भएको कारणले हुनसक्छ, तर चोइस भनेको होस हवासमा हुन्छ।